मुभी चाहिँ अब एकदमै राम्रो लाग्यो। कुनै चाहिँ अब हजुरको लभ स्टोरी मात्र हुन्छ, कुनै एक्सन मात्र हुन्छ, र चाहिँ अब एक्सन प्लस लभ स्टोरी भएर एकदमै राम्रो छ होइन। अब जस्तो एक्सन मुभी मनपर्नेहरूलाई चाहिँ त्यही माथि हाम्रो नेपाली टेस्टमा अब पुरानो अनुहार हेर्दा हेर्दा पनि अल्छी लाग्छ होइन। अब नयाँ हिरो पनि हुनुहुन्छ अनि एक्सनहरू एकदमै राम्रो छ। म अरूलाई पनि रेकमेन्ड गर्छु कुम्भ मुभी हेरिदिनु भनेर होइन। मैले चाहिँ इन्जोय गरेँ, अरू पनि आएर हेरिदिनु, इन्जोय गर्नु होला भनेर। जस्तो अब नयाँ आर्टिस्ट हजुर हजुर उहाँको चाहिँ एक्टिङ कस्तो लाग्यो? होइन, मलाई त एकदम राम्रो लाग्यो। जस्तो हाम्रो अहिले नयाँ हिरोहरू आउनु भएको छन्, जस्तो हाम्रो समीर भट्ट आउनुभयो, पहिला चिनेको थिएनौँ नि त हामीले। अब उहाँ त अब विराज भट्टको कारणले गर्दा अलिकति ड्याडीको भनेर ऊ हुनुभयो। जस्तो अब उहाँलाई पनि एकचोटि हेरिदिनु हो भने चाहिँ एक्सन त्यतिकै छ, मान्छे एक्सन सबै मिल्छ होइन, त्यतिकै छ, त्यतिकै राम्रो मुभी छ, हेरिदिनु होला सबै। मेन चाहिँ के पार्टले छोयो तपाईँलाई हुन्छ नि यो चाहिँ ओहो वाउ टाइपको हुन्छ नि? मलाई त त्यो अब सबै कुरा अब जस्तो मेन त अब यो लभ स्टोरी नै भयो होइन। लभ स्टोरीबाट अब त्यो एक्सनमा जुन भयो होइन, त्यो त्यही कुराहरू अब त्यो फिल्म सुरुदेखि हेर्दाखेरि अब फर्स्टदेखि अन्त्यसम्म अब त्यो सकेको उनी थाहा नै भएन क्या। त्यति इन्जोय गरेँ मैले चाहिँ, एकदमै रमाइलो लाग्यो।